लु हेर्नुहोस् त सिक्किम मिल्कमा चाहिँ अहिले यस्तो आउनु थालेछ है दुध चाहिँ सबै यहाँ हेर्नु नि यहाँ काकीले उयो गरेको रहेछ कि चुइगम जस्तो भएछ सिक्किम मिल्क पनि के भयो अब त लु यसलाई चाहिँ अब सम्पूर्णले हेरेर जाँच पडताल गरिदिया जाओस् जसले भए पनि हेर्नुहोस् त यहाँ कस्तो उयो हुँदो रहेछ अन्त है हो त डढ्दैन छ है कोइलामा लाउँदा पनि डढ्दैन अब तन्किन्छ ओहो लु यो सिक्किम मिल्क चाहिँ यस्तो भएछ है अब यो हाम्रो सिक्किममा पनि यसको प्लास्टिक खोइ प्लास्टिक सिक्किम मिल्कको त यिनीहरूले उयो गरिसकेछ है साह्रो नराम्रो बदनाम भयो त यो त सिक्किम मिल्कको यो दुध चाहिँ यस्तरी आउनु थाल्यो हेर त सिक्किम मिल्क चाहिँ हो त है लु सम्पूर्णले यसको चाहिँ सेयर गरेर हुन्छ कि के गरेर हुन्छ अब चाहिँ दुध खानु लागि पनि निकै गाह्रो पर्ने भयो अब तत्तिँदाखेरि यसो तन्किन्छ हेर्नुहोस् त यहाँ तन्किन्छ लु चुइगम सेम सिक्किम मिल्क चाहिँ यस्तो भयो अब सिक्किम मिल्कले धोका दिन थाल्यो भन्दै थियो कि लु हेर्नुहोस् त यसो खाएर हुन्छ अब सबले दुध किनेर यस्तो भएछ है लु सिक्किम मिल्क चाहिँ अरू चाहिँ यस्तो छ बिमार हुन्छ लु हेर्नु त घिउ पनि निस्किँदो रहेछ घिउ पनि कहाँ हो यो त लाभा अहिले पानीमा डढ्यो भने प्लास्टिक निस्किन्छ थैटेरिका लु सम्पूर्णले यसलाई चाहिँ सम्पूर्णले सेयर गरेर सिक्किम मिल्कको चाहिँ अब जाँच पडताल गरिदिया जाओस् भनेर आशा राख्दछु लु सिक्किम मिल्कमा पनि यस्तो हुन थालेछ है लु सबैले दुध खाँदाखेरि अलि याद गरेर खाइदिनुहोस् होला भनेर भन्न चाहन्छु सम्पूर्णलाई जानकारी है लु सिक्किम मिल्कको चाहिँ यस्तो भएको छ